नमस्ते सबैलाई। आज राति म सेन्ट पिटरबर्गमा हिँड्दैछु र साँच्चै भन्नुपर्दा यी भवनहरू रातमा कति सुन्दर देखिन्छन् भनेर भन्नै पर्दैन। बत्तीहरूले प्रत्येक डिटेल्सलाई अझ चम्किलो बनाइरहेको छ। पुराना फसाडहरूदेखि इन्ट्रिकेट डिजाइनसम्म यस्तो लाग्छ कि सहरले रातपछिको आफ्नो सबैभन्दा सुन्दर रूप देखाइरहेको छ। सेन्ट पिटरबर्ग पुरानो इतिहासले भरिएको सहर हो र तपाईँ यसलाई प्रत्येक भवनमा महसुस गर्न सक्नुहुन्छ। यी मध्ये केही संरचना सयौं वर्ष पुराना छन् तर अझै पनि उचाइमा अडिग छन्। अतीतका कथाहरू सुनाइरहेका छन्। प्रत्येक झ्याल स्तम्भ र सजावटले आफ्नो कथा बोकेको जस्तो लाग्छ। मलाई यहाँको आर्किटेक्चरको विविधता पनि धेरै मनपर्छ। पुरानो युरोपेली शैलीका भवनहरूदेखि लिएर केही मोडर्न संरचनाहरूसम्म यो सहरको पुरानो र नयाँको सुन्दरता मिश्रण देखाउँछ। यो सडकहरू हिँड्दा तपाईँ साँच्चै सहरको आत्मा आर्किटेक्चरमा महसुस गर्न सक्नुहुन्छ र नयाँ वर्ष नजिकै आउँदै गर्दा सहर अझ जादुई जस्तो देखिन्छ। आजको सँगैको हिँडाइको लागि धन्यवाद। अझै धेरै रमाइला हिँडाइहरूका लागि मेरो च्यानलमा आउनुहोस्। अर्को पटक भेटौँला। बाई बाई।